राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन र प्रवक्ता ज्ञानेन्द्र शाही सिंहदरबारबाटै पक्राउ परेका छन्। उनीहरूले सिंहदरबार परिसरबाट नै प्रदर्शन सुरु गरेका थिए। सोही क्रममा प्रहरीको भ्यानमा राखेर उनीहरूलाई लगिएको हो। राज संस्थाको पक्षमा वकालत गर्दै राप्रपाले आज काठमाडौँमा प्रदर्शन गरिरहेको छ। सोही क्रममा आज राप्रपाले निषेधित क्षेत्र तोड्ने भन्दै सिंहदरबारबाट प्रदर्शन सुरु गरेको थियो। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा भेला भएर केही नेताहरू बबर महल स्थित आन्दोलनमा सरिक हुने तयारीमा थिए, तर प्रहरीले उनीहरूलाई सिंहदरबार भित्रै रोकेको हो। सरकार मुर्दाबाद। देखाइरहेका छौँ भने दर्शकमानहरू तपाईँले देखिराख्नु भएको छ। ज्ञानेन्द्र शाही लिङ्गदेनको टोलीले भ्यानमा राखिएको छ। भ्रष्टाचारी सरकार मुर्दाबाद। यो भ्रष्टहरूको अन्तको दिन सुरु भएको छ। सिंहदरबारबाट यति बेला उहाँहरूलाई चाहिँ पक्राउ गरिएको छ भने अब तपाईँका नेताहरूले पक्राउ गरिसक्यो माननीयज्यू, के भन्छ? यो सरकारकै यही हो गणतन्त्र। तपाईँहरू माननीयज्यू अब के हुन्छ तपाईँहरूका अध्यक्ष सहित प्रवक्ता लिएर गइसक्नु भएको छ। भ्रष्टाचारी यी गणतन्त्रवादी यी तस्करहरूले चलाएको मुलुकमा यही हो, नेपाली जनताले देखिराखेको छ। अब के तपाईँ चाहिँ आन्दोलन स्थलतिर जानुहुन्छ? सबैजनाले समात्ने लाखौं लाख उत्रिन्छ नेपाली जनताहरू। तपाईँको शीर्षतका नेताहरूको सबै पक्राउ गर्नुभयो। जनताकै बलमा यो आन्दोलन भइराखेको छ। तर निषेधित कुनै घटनाको न्यायिक छानबिन आयोगको गठनको माग र हाम्रो निर्दोष नेताहरूको रिहाईको माग छ। र सँगसँगै हामीले यो निषेधित क्षेत्रमै किन प्रदर्शन गर्न खोज्यौँ भने कतिलाई जिज्ञासा छ कि यो सरकारले आफ्नो जुन मानिसको बोल्न पाउने, लेख्न पाउने, प्रदर्शन गर्न पाउने स्वाभाविक अधिकारलाई चाहिँ खुम्च्याउँदै लगेको छ र जनताबाट सरकार झन्झन टाढो हुँदै जाने अवस्था सिर्जना गरेको छ। अनि सरकारको नजिकै गएर प्रदर्शन गरौँ र सुनौँ भनेर हामीले यो प्रतीकात्मक रूपले कार्यक्रमको आयोजना गर्छौँ। सिंहदरबारबाट गरेको आन्दोलन चाहिँ सुन्ला सरकारले सुन्नुपर्छ, देश दुनियाँले सुन्छ, मानव अधिकारवादी सङ्घ संस्थाहरूले सुन्छ। यो सबैलाई चाहिँ ध्यान आकर्षित गराउन हामीले। अध्यक्षज्यू, केही समय अगाडि यहाँ पनि पुलिस आइपुग्यो, हजुरको चाहिँ यो संसदीय दलको कार्यालय बाहिरपट्टि पनि अलिकति के भयो भन्ने कुरा हामीले सुनेका थियौँ। के हो त्यो चाहिँ खास गरी? अब सिंहदरबार अन्यथा लिनुपर्ने कुरा छैन, तर अस्वाभाविक तरिकाले हो, अस्वाभाविक रूपले जुन उपस्थिति भयो, अब त्यसलाई चाहिँ हामीले पनि याद गरिराखेको छौँ। तर अब त्यसलाई अहिले धेरै टिप्पणी गर्नुपर्ने केही जोडिहाले मान्य ज्ञानेन्द्र शाही क्षेत्र तोडेर यही विषयमा आज निषेधित क्षेत्र तोड्छौँ भनेर माननीय सरकारले चाहिँ पछाडि हेर्नु नजिक हो। राष्ट्रिय प्रजातन्त्र पार्टीको सिङ्गो पछाडि आउनु सिंहदरबार साहबको कमान्डमा टोली पनि जान सक्नुहुन्छ।
राजेन्द्र लिङ प्रहरीले उहाँहरूले समातेको कर्ता पम्पलेटहरू खाली दिएको छ च्यातेर यतिखेर देख्न सक्नुहुन्छ। पम्पलेट नै खस्ने अवस्था रह्यो। अध्यक्ष यो कुरालाई कसरी लिनु भएको छ तपाईँहरूको एउटा पम्पलेट नै यो पम्पलेटमा के थियो पनि देख्नु भएको छ। मूल निषेधित क्षेत्र घोषणा गरेर मानिस सङ्कुचित गरिने जुन प्रयास छ त्यसको विरुद्ध र तिनकुने घटनाको न्यायिक छानबिन आयोग गठन र त्यहाँ पक्राउ परेका मानिसहरूको रिहाईको कुरालाई हामीले चाहिँ अहिले हाम्रो प्ले कार्ड मार्फत प्रदर्शन गरेका। मान्यज्यू आज यो अलि फरक देखियो। त्यति गर्नु भएन अनि भन्नुभयो। देखाइरहेका छौँ रापरबाका सांसद रापरबाका नेताहरू केन्द्रीय नेता अध्यक्ष लगायतका नेताहरू चाहिँ यो निषेधित क्षेत्र सिंहदरबारभित्रबाट प्रदर्शन हातमा ब्यानर हामी सिंहदरबारभित्रबाट